माइकै छोडेर माग्यो ऊपर खोपड़ी खोपड़ी राजू खोपड़ी के बी फर ए फर आलु बी फर ए फर आलु बी फर बाख्रा तालु ल 100% बी फर बाख्रा तालु पढ ए फर आलु बी फर आनन्द केटा केटा आनन्द ए कुवाय ओइ मम्मी पढ ठन्ने पढ ए आए मम्मी आए मम्मी हेर्नु भाइलाई पढाइरहेको मम्मी पढिरहेको भाइ कति ट्यालेन्ट भएपछि मैले भाइ ए फर के अरे ए फर आलु बी फर बाख्राको तालु देख्नु ए फर आलु बी फर बाख्रा तालु क्या ट्यालेन्ट हुन्छ पढ क्या आउनुहुन्छ दे ओहो मेरो छोराहरु त कति ज्ञानी मेरो छोराहरु त पढिरहेको छ हो नि मम्मी तिमीहरूको बाबाले पैसा पठाइदिए हुन्छ तिमीहरूको लागि म लुगा ल्याइदिन्छु है ए हुन्छ मम्मी अनि म बजार जाँदा त्यो गुङ्गुरको मासु पनि ल्याउनु ल हस् मम्मी हस् मोर ढोका ए हस् मम्मी मोर ढोका बन्द हस् मम्मी जान पढ्ने आए केटा मलाई नै आयो त्यो दिदी माथि घरमा लुकिरहेको छ हेर त पछाडिबाट हान्न ठोक्न यस्तै गर्छ कि हान्न राम्रो खेल ठोक ए पढ्थ्यो पढ ए फर आलुमै अड्किरहेको छ फेल हुन्छ त्यसैले आलु एक्जाममा पढ के गर्दैछ होला है के दिँदै होला नि म त त्यो जहिले इजी नै हुने हो त्यो तँलाई थाहा छ अस्ति हामीले म्याच खेलेको थियो त अस्ति त्यसमा 4 किलोको गुङ्गुलो मासु थियो अनि 10 किलोको छ भने त्यसले राम्रो खेल्छ नि त्यसलाई बोलाउ क्या ल कल गर फेरको यो के किन कलर्स ओए निपेसी के गर्दै के ए गेमहरुले कस्तो र्याङ्किङमा थियो बिगार्दै यार ए खतरा भएछ नि के खतरा भयो के कामले कल गर्छ ल भन्छ ल ओइ पेसे तँलाई थाहा छ श्रीमान के अस्ति हामीले म्याच खेलेको थियो त कुन पार्यो केटाहरुसँग ए अब त्यसमा 4 किलो गुङ्गुरो मासु थियो कि अनि 10 किलोको छ भने 10 किलो बुङ्गुरको साच्ची बुङ्गुरको सब बुङ्गुरी पसल ल खेल्ने ल आइज मेरो घर आइदिनु ल ए पढ्ने तेरो गाईले बल खेल्न जानु पढ्न आनन्द केटा आनन्द केटा माथि ऊपर से आ रहा है भाई इधर भाई 1 और भाई माइक ऑन कर माइक भाई 1 नो प्लीज भाई रिवाइव एक बार रिवाइव भाई एक बार भाई ऐसा मत करो ना यार जल्दी रिवाइव कर आनन्द केटा ठोक माथि आयो उनी हान्ने को फेरि एउटा गाउँ को आयो कोही हुनु घरमा के हो हजुर के कामले आउनु आनन्द केटा कोही हुनु आम मात्र हो हजुर आम मात्र हो एकछिन हामीले ट्रम्पमा मिल्छ होला आउनु मिल्छ आउनु आनन्द केटा आयो सुन्नुहोस् न हामी चाहिँ यता बसेर हजुरहरूसँग केही कुरा गर्न चाहन्छौँ कि ल भित्र आउनु त्यो कुर्सीमा बस्नु ओ भाइ चलेर जा ए होइन बाबु बस तिमी पढिरहेको रहेछ पढिरहेको भाइलाई चाहिँ अब नुन नपठाउ न ए हस् ल गएर बस्नु के काम हो ए बस्नु ओ भाइ कुर्सी ल्याए न त्यो कुर्सी ल्याए त कुर्सी ल्याउँदैन यार उयो त्यो कुर्सी ल्याए मैले सिकाउनु तँलाई त्यो कुर्सी ल्याए त्यो माइक यता जानु ल्याए माइक छुट्यो नि त्यो माइक ज्याक ल ल
पढे भाइ एकछिन समय दिनु मिल्छ होला हामीलाई समय के भन्ने हो र छिटो भन्नु न मोबाइल राख्नु न भाइ बल्ल त मन गाथी पारे थोरै समय हो कि ल, हामीले ल। थोरै आउँदै गरेको क्रिसमसको उपलक्ष्यमा शुभकामना आदान प्रदान गरौँ भनेर आएको कि भन्नु अनि हजुर त फोनमा व्यस्त हुनुहुन्छ हामीले कसरी दिने घरमा मान्छे आइसकेपछि ल, म हेर्छु। पर्यो नि भाइ छिटो भन्नु छिटो के अरे भाइ तिमीलाई थाहा छ संसारमा एकजना जसले चाहिँ हामीलाई प्रेम गर्नुहुन्छ उहाँको विषयमा थाहा छ को मेरो साथी छ मेरो दाइ छ भाइ छ मेरो बाउ आमा छ गर्लफ्रेन्ड छ ए होइन के भाइ त्यो प्रेमभन्दा छुट्टै प्रेम गर्ने एकजना हुनुहुन्छ कि जसको विषयमा चाहिँ आज हामी चाहिँ प्रचार गर्दै हिँडिरहेका छौँ कि शुभकामना दिँदै हिँडिरहेका छौँ भन्नु के होला भन्नु छिटो म चाहिँ एकछिन न भाइ है एकछिन है बाबु ल भन्नु है उहाँ चाहिँ यीशु ख्रीष्ट हुनुहुन्छ है अनि जसले चाहिँ संसारले गर्न नसक्ने प्रेम चाहिँ उहाँले गर्नुहुन्छ है संसारले दिनै नसक्ने जीवन प्रेम चाहिँ उहाँले गर्नुहुन्छ के कस्तो संसारले भने मेरो बाउ आमाले धेरै माया गर्ने होइन भाइ उहाँ चाहिँ प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ जसले चाहिँ आफैलाई रित्ताएर हामीलाई चाहिँ भर्नुहुन्छ जसले चाहिँ हामीलाई प्रेम गर्नुहुन्छ ए मेरो साथीहरूले कति माया गर्छ मलाई अस्ति पारे केटाहरू भिडियो मेरो केटाहरू सब ज्ञान लिएर थाहा छ सुन्नुहोस् न धैर्य ल भन्नु पहिला कुरा सुन्नुहोस् अनि बुझ्नुहोस् अनि बोल्नुहोस् न अब हाम्रो बाबामा जस्तै दुधे बालकलाई एउटा आमाले छोडेर जान सक्ला होइन हजुरको गर्लफ्रेन्ड छ भन्नुभयो हजुरको गर्लफ्रेन्डले छोडेर जान सक्ला हजुरको साथीभाइले छोडेर जान सक्ला तर हजुरलाई अनन्तकालसम्म हजुरको सास रहेसम्म हजुरको सास सकिसके तापनि प्रेम सदाभर अटल रहिरहने एकजना व्यक्ति हुनुहुन्छ होइन उहाँले चाहिँ हजुरलाई कहिल्यै पनि छोडेर जानुहुन्न कि उहाँको बारेमा चाहिँ उहाँको कुराहरू चाहिँ हजुरले जसरी त्यो दिदी हुनै सक्दैन कि त्यो मेरो बाउ आमा मेरो साथीभाइहरू त कसैले बढी माया गर्नै सक्दैन भन्दैन तपाईँको बाबु मम्मीले सबैले तपाईँलाई माया गर्नुहुन्छ तर अर्को पनि हुनुहुन्छ जसले चाहिँ तपाईँको अन्तिम घडीसम्म पनि प्रेम गर्नुहुन्छ कि त्यो कोही छैन त्यो त्यस्तो हुँदैन ठिक छ भाइले अब भाइको कुरा सुन्दाखेरि चाहिँ अलिक चिन्ती गर्नुभयो जस्तो लाग्यो त्यो छ बाजे होइन भाइले एकदम धेरै जिद्द गर्नुभयो हामी भाइलाई प्रुभ गरेर देखाइदिउँ न ठुलो कुराहरूतिर तर त्यसको लागि ठुलो कुराहरूतिर भाइ सुन्नुहोस् कसको कुरा ठुलो कसको कुरा सानो होइन हामीले कसै हजुरको भन्दा ठुलो कुरो गरेको पनि होइन सबै कुरा अहिले ठाउँको ठाउँ प्रुभ भइहाल्छ ल देखौँ न त टाइम दिनुपर्छ है गर्नुपर्छ है नाटक गोल्ड मेडल आएको मेरो ल अमिर खानले मेरो घरबाट क्लास भाइ चाहिँ एकछिन ह्याप्पी होस् हुनु पर्यो बियोस् त्यति मात्रै यसले के गर्नुपर्छ यसले भाइले चाहिँ हेल्प गर्नुपर्छ है के ल गरे भाइ चाहिँ सुत्नुपर्छ है काखमा ल काखमा सुत्ने रे म सिकिस्त हाँस्छु ल ठुलो कुराहरूतिर एकछिन हेर त के हुँदो रहेछ के नाच्ने ल अब सुन्नुहोस् एकचोटि राम्रोसँग सुन्नुहोस् हजुर चाहिँ जब हजुरको फ्यामिली घरमा आउनुहुन्छ नि हजुर एकदम बिरामी भएर नाटक गर्नुपर्ने हुन्छ र हजुरको भाइ चाहिँ मम्मी आएपछि मम्मीसँग रोएर चाहिँ मम्मीको अगाडि चाहिँ मम्मीले साँच्चै नै हो कि भनेर चाहिँ नाटक गरेर देखाउनु पर्ने हुन्छ है ठाउँको ठाउँ प्रुभ हुन्छ होला तिमी चाहिँ रोको जस्तो गर है रोक्क जस्तो ल ए माइक के काम रोक कस्तो गरे अनि है अनि रोको जस्तो गर्नुपर्छ है अनि कस्तो हुन्छ पीडा पर्दाखेरि त्यस्तै गरेर रोइदेऊ न इज्जतको सवाल छ इज्जतको ल मम्मी पनि आउने बेला भइसक्यो होला है बाबुहरूको एकछिन है एकदम है अनि है बाबु ढोका खोला त ए मम्मी यता आउनु हेर्नु दाइलाई के भएछ तिमीहरूको बाबुलाई मेरो बाबुलाई के भएको बाबु बाबु ए म्याडम नआतिनुहोस् म आइसकेँ ए नआतिनुहोस् बाबु नआतिनुहोस् म राम्रोसँग हो म हेर्छु मलाई चेक गरेर दिनुहोस् हजुर यसरी आतिनु भयो भने कसरी थाहा हुन्छ ल खोइ छोड्नुहोस् त म एकचोटि चेक गरेर हेर्छु है त ल पाउनुहोस् है त ल नआतिनुहोस् है त म एकचोटि चेक गरेर हेर्छु अनि थाहा हुन्छ ल के भएको रहेछ हजुरको बाबुलाई
के गर्ने होला है त्यो गेमको भूत गेम त खेलेर होला नि तिमीहरूको साथीले के भएको हेर न साथी ए भाइहरू एकछिन नाच्यो बाबुको कन्डिसन चाहिँ अहिले ठिक छैन म जाँच गर्दैछु हेरौँ ल एकचोटि ल म्याडम अनि त्यसपछि भाइको साथीहरू जस्तै देखेँ मैले चाहिँ होइन को हुनुहुन्छ घरको मान्छे ध्यान दिएर सुन्नुहोस् मैले चाहिँ राम्रोसँग जाँच गरेर हेर्दाखेरि चाहिँ बाबुको कन्डिसन चाहिँ अलिक क्रिटिकल नै छ मलाई जहाँसम्म लाग्छ बाबुको दुवैवटा किडनी फेल भएको छ ड्यामेज भइसक्यो कामै लाग्दैन अब किडनी फेल भएको किडनी फेल भएको छ नातिनुहोस् त्यही पनि नातिनुहोस् होइन नातिनुहोस् अब हजुर उहाँलाई सम्हाल्नुहोस् त ल सुन्नुहोस् त अब बाबुलाई बचाउनलाई एउटै मात्रै उपाय छ होइन तर त्यो उपायमा चाहिँ हजुरहरूले चाहिँ मन्जुर हुनुपर्छ है हजुरहरू चाहिँ आफू बलियो भएर चाहिँ म सक्छु भन्नुपर्छ है ल म त्यो उपाय चाहिँ भन्छु बाबुको दुवैवटा किडनी फेल भइसकेपछि फेल भएको छ मेरो बाबु हजुर सुन्नुहोस् म्याडम सुन्नुहोस् म भन्दैछु अब बाबुलाई चाहिँ हजुरहरू मध्ये एकजनाले चाहिँ बाबुले एउटा किडनी दिनुपर्ने हुन्छ हजुर मेरो छोरा छ मेरो श्रीमान हुनुहुन्छ ल म्याडम हजुरले त नदिने जस्तो कुरा गर्नुभयो भाइहरू तपाईँहरूले केही उपाय गर्न सक्नुहुन्छ त आफ्नो साथीको लागि त्यति योगदान गर्न सक्नुहुन्छ त मेरो त मम्मी बाबालाई सोध्नु पर्छ म त कहाँ दिन सक्छु ए गदा यस्तो नि गर्छ एउटा साथीको लागि किनिदिने यत्रो साथी कति छ भने सबलाई किनिदिएर हिँड्यो भने हामी आइफोन चाहिँ के गरेर किन्ने नि हामी गएको ए रुक्नुहोस् न एकछिन ल अब कसैले पनि किडनी दिन रेडी भएन अब के गर्ने त भाइ तिमी सक्छौ दिनलाई ल भाइ पनि सक्दैनौ दाइको माया लाग्दैन ल के भएको उठेन अरे मेरो साथी छोडेर जाँदैन त्यो एक्जाममा फेल हुँदा त यार अहिले झन् किडनी फेल हुँदा त देखेको त भाइ तिमीलाई प्रेम गर्नेहरू त धेरै छन् यो संसारमा सबैले माया गर्छ तिमीलाई तर उहाँले जस्तो प्रेम चाहिँ कसैले पनि गर्दैन देख्यौ ल देख्नु भएछ जसले चाहिँ आफैलाई मरिकन चाहिँ अरूलाई बचाउन चाहिँ उहाँ आउनुभयो है त्यो प्रेम चाहिँ तिमी अन्तिम घडीसम्म पनि उहाँले चाहिँ तिमीलाई प्रेम गर्नुहुन्छ देख्यौ त भाइ आज तिमीलाई तिम्रो फ्यामिलीले जब एउटा किडनी दिन सक्नु भएन होइन तिम्रो मम्मीले सुत्न सक्नु भएन तिम्रो भाइले सुत्न सक्नु भएन तर एक मात्र नाउँ छ प्रभु येशू ख्रीष्ट उहाँले तिम्रो लागि आफ्नो ज्यानै योगदान दिन सक्नुहुन्छ भनेपछि कसको माया कति रहेछ भन्ने त तिमीले थाहा पायो होला नि होइन भाइ अघि भन्दै थिएँ नि एउटा दुधै बालकको आमाले छोड्न सक्छ तर उहाँले तिमी र मलाई हामी कसैलाई पनि उहाँले चाहिँ छोड्न सक्नु हुँदैन के तिमी आज तपाईँहरूलाई पनि भोलि यो समय यो स्थिति चाहिँ तपाईँहरूलाई पनि पर्न सक्छ त्यस कारणले आज नै तपाईँहरूले चाहिँ प्रभु येशू ख्रीष्टलाई चाहिँ मेरो मुक्तिदाता प्रभु भनिकन चाहिँ ग्रहण गर्न सक्नुहुन्छ के तपाईँहरूले यो प्रेमलाई स्वीकार्न सक्नुहुन्छ तयारी हुनुहुन्छ यदि हुनुहुन्छ भनेदेखि चाहिँ आज नै मसँग चाहिँ प्रभुलाई मेरो मुक्तिदाता प्रभु भनिकन चाहिँ आफ्नो हृदयमा चाहिँ स्वीकार गर्नुहोस् र आफ्नो घुँडा टेकिकन चाहिँ उहाँलाई आफ्नो मुख खोलिकन चाहिँ म जे भनेछु त्यही कुराहरू चाहिँ तपाईँहरूले पछ्याउनु पर्ने हुन्छ धन्यवाद प्रभु आज तपाईले हामीलाई हाम्रो आत्मिक आँखा खोलिदिनु भयो कि तपाईँलाई चिन्ने मौका पायौं तपाईँलाई धन्यवाद प्रभु आज नै म तपाईँलाई मेरो हृदयको मुक्तिदाता प्रभु भनिकन
स्वीकार त गर्दछु स्वीकार गर्दछु केवल आशिष माग्छु केवल आशिष माग्छु येशूको नाउँमा येशूको नाउँमा आमेन ल जय मसीह जय मसीह शनिबार चर्च आउनु होला है जाउँ हिँड्न छोला बिदा हौँ हामी पनि अग्गा छौँ साथी ल है प्रेम गर्नु है एकअर्कालाई ल बल खेल्न जान्छ है हाम्रो डिल भइसक्यो बाहिर तिम्रो लागि मैले सुँगुरको नै म बल खेल्न जानु केटा आउँछु
यस्तो थापा हाम्रो आदरणीय दिजु अगाडि आइदिनु होला। अनि त्यसपछि बुढा आमाको धना मल्लको पनि आफ्नो सेभ गर्नु होला है, छानेर होइन है। बुढा आमाको त्यसपछि लगातार अब आउनु होला है। निर्जला मल्ल आउनुहोस्, राजन राई आउनुहोस्, अनि शोभा राई आउनुहोस्, आउनुहोस् फटाफट आउनुहोस्। राजन राई, शोभा राई, लोकबहादुर भाइ पनि आउनुहोस्, आइहाल्नुहोस् आइहाल्नुहोस्। भाइ फोटो चाहिँ है, फोटो पनि भिडियो पनि भइरहेछ। हजुर हजुर राजन राई, अनि राजन राई, शोभा दाई होइन नि, फेरि शोभा दिदी पनि राई नै हुनुहुन्छ है। ताली बजाउने काम चाहिँ गर्नु न हजुरहरू, जे जस्तो भए पनि। अनि त्यसपछि लोकबहादुर भाइ आउनुभयो। हाम्रो राममाया बहिनी कता जानुभयो? राममाया बहिनी पनि अगाडि गइदिनु होला। अनि जय तामाङ भाइ कता जानुभयो? जय तामाङ भाइ कोही हुनुहुन्छ? जय तामाङ भाइको ए बहिनी हुनुहुन्छ। ल ताली बजाउन नछोड्नु होला। अनि ममता तामाङ कता हुनुहुन्छ? ममता बहिनीको पनि लिइदिनु होला। प्रकाश राणा पहिले कता हुनु? प्रकाश सरको हुनुहुन्न है, त्यहाँ सेभ गरिदिनु ल प्रकाश सरको। प्रकाश अनि राधिका दुईजनाको गिफ्ट सेभ गरिदिनु होला। अहिले नाम आयो भने है हुन्छ। अनि प्रकाश र राधिकाको चाहिँ छुट्टै राखिदिनु। अनि त्यसपछि कान्छी तामाङ, हामी जय भाइको भयो ए कान्छी तामाङ है। अनि टेकबहादुर श्रेष्ठ कहाँ हुनुहुन्छ? टेकबहादुर श्रेष्ठ, अनि एलिसा श्रेष्ठ, शङ्कर भाइ, देविका भाइ झन्डै भनेछ बहिनीलाई। हेर्नुहोस् खुसीले यस्तो भन्दरहेछ। ओहो आयो आयो, ताली बजाऊ ताली बजाऊ, मेरो लागि आयो। हजुर देविका बहिनी आउनुहोस्, आउनु होला, धन्यवाद। रामबहादुर दाई अगाडि है, रामबहादुर दाई, रेणुका दिदी। अनि यहाँ नाम आउँदैछ, रामबहादुर दाई कति जानुभयो? रामबहादुर दाई अरूले लान्छ है। अनि त्यसपछि अर्को आइहाल्नु होला यहाँनिर। रेबिका बहिनी अगाडि आउनु होला। रेबिका बहिनी कता हुनुहुन्छ? अनि रेबिका बहिनी
साथमा रितु नानी रितु रम्तेल नानी पनि अगाडि आउने अनि रेजिङ भाइ पनि अगाडि आउने अनि भूमिका भाइ पनि भूमिका भाइ है रेजिङ बाबु भूमिका नानी रितु नानी अनि दिपक भाइ पनि अगाडि जानु होला मङ्गली तामाङ मङ्गल दिदी अगाडि आउनु होला अनि सम्झना प्रतिमा अगाडि आउनु होला शोभा आमा पनि अगाडि आउनु होला छोरी लिदिनु भयो नि हुन्छ नभए आमा लिदिनु झनै राम्रो शोभा आमाको छोरी आउनुभयो झम्केश्वरी आमा शोभा कार्की आउनुहोस् अगाडि मसिने आमा मसिने आमा यो नाम कति आउनु भयो खोइ त शोभा कार्की खोइ ए राख्दिनु अनि विश्वास साई बिहानी साई हनो गुलामी मगर मेरो भेनाजु हनो भेनाजु दिजु चाहिँ छैन क्या हो अनि विष्णुमाया तामाङ दिदी आउनुहोस् कलसी तामाङ विदेशमा बहिनी लाउरले त सिरी थपिदिउँ है श्री धीरज राई ल फटाफट जानु होला है अनि धीरज राई अनि एली शिवा राई उहाँको बहिनी है अनि अभिषेक थापा त हस्पिटलमै छ अमर तामाङ धुली खेलको बुवा धुली खेलको अर्को झट्किएको बुवा भएर गुरुङ बुवा भन्न लाग्नु नजानेर यता हेर्नुहोस् बुवा ल गुरुङ बुवा गुरुङ हजुरको नाम अङ्कल यता हेर्नु त गुरुङ बुवा राखेको छु अङ्कल यता हेर्नु त अनि तपाईँ गिफ्ट देखाउनु न अनि सावित्री तामाङ यता यहाँ कोही सावित्री तिम्रो गिफ्ट अब रुथ रुथ तामाङ आयुषा तामाङ होइन आयुषा नानी आयुषा भूमिका नानी भयो है ल ओके भइसक्यो यो नपागला है कर्णलेस अनि अभिषेकले पाएको छैन है अभिषेक भाइ बाबु ल अनि त्यसपछि जुनु नानीले पायो छैन जुनु नानी प्रसन्न सरिता नानी मेरो खिच्ने त ल यतिजनाको नाम आएको छ कतिजना त मुटु ढुक्ढुक भइरहेको मैले हेर्न नजानेर थुक्का मेरो त थुक्का भन्दै होला यहाँ रहेछ नि त शिक्षक पो रहेछ उहाँहरू त बाल सङ्गतिको है
उहाँहरू हुनुहुन्छ पुनम मर्कुस सुवा तिनैजना कुटुङ उडाएर आउनुहोस् त एकछिन पनि ब्रेक नहान्नुहोस् त लु कुटुङ आइहाल्नुहोस् त झन्डै हजुरको तिनजनाको नाम मैले गाली खाएको थिएँ हत्तेरीको लु अनि झन्डै त्यो बम्बर पनि हम्बर भएको हुन्छ अब करिब छुट्यो सक्यो है अब करिब सकिएको छ सबैजना अनि मैले यसपालि गिफ्ट पाएन भन्नुभयो भने मलाई शनिबार आएर भेट्नु मेरो तर्फबाट तपाईँले पसन्दै लगेर किनिदिन्छु तर तपाईँ सधैँ चचाउनुपर्छ है सधैँ मसँग हुनुपर्छ भन्न खोजेको हुन्छ धन्यवाद छ यो गिफ्टको कार्यक्रमलाई म यही अन्त्य गर्दै म बिदा हुन चाहन्छु बाँकी समय हाम्रो फेरि सञ्चालकले दिनेछु
हाम्रो सानो बाल सङ्गतिको नानी बाबाहरूलाई हाम्रो गिफ्ट बाँकी छ त्यो प्रदान गर्नेछ। त्यसपछि हाम्रो अन्तिमको प्रार्थना धन्यवादको प्रार्थना पछि हामी छुट्नेछौँ। अब हामी धेरै बस्ने छैनौँ, 6 बज्न लागिसक्यो। त्यही कारणले गर्दाखेरि अब हामी फेरि शनिबार केही खाँदै नाच्नेछौँ। हुन्छ, दाउद तामाङ अगाडि आउनु होला आफ्नो गीत लिनलाई। अनि त्यसपछि सतीक्षा है, सतीक्षा कहाँ पुग्यो? अनि सतीक्षा, समीक्षा, अनि हिसाब, रोशन, ल फटाफट आउने है। अमन, अनि अभिषा तामाङ, बोका लग्दैन। अनि उज्जवल श्रेष्ठ गइसक्यो अरे। सामेल माझी, सामेल माझीको मम्मी हुनुहुन्छ भने आउनु त, बच्चा गिफ्ट लिइदिनु होला। अनि याकेब पनि जानु, याकेब सिंह। ल सामेलको मम्मी आउँछ। ल भयो।